चौकी धम्पुसको भनिदिनुहुन्छ अनि यता नि हेर्नु पऱ्यो होइन अनि त्यता मैले भ्लग पनि अन गर्ने अनि क्यामेरा नि हेर्ने अनि त्यसरी गाह्रो हुन्छ नि त सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सन्चै आरामै हुनुहुन्छ भन्ने सोच्दैछु अनि धेरै बसेको नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ म त धेरै गर्दैन मिनी भ्लग बनाउनेछु अनि अब बिस्तारै बिस्तारै मैले हेर्नु नै आइफोनको यो चार्जर लाउने पनि मैले किनिसकेँ नि त होइन म अब गाडीमै चार्ज गर्छु किनकि धेरैसम्म गाडीमै हुन्छु अनि बेसी चलाउँछु म सुन्दैछु नि अनि म चाहिँ गाडीमै चार्ज लगाउँछु जस्तै एक दिन दुई दिन ग्याप होला म चाहिँ भ्लग हाल्नेछु सो तपाईँहरूले साथ सपोर्ट दिनुपर्छ अनि म चाहिँ अहिले धम्पुस जाँदैछु टेक्ने वाइल पानी आइसक्यो यार उताबाट माथिबाट हेर्नु सक्नुहुन्छ पानी माथिबाट चुप्पो फ्लाउ भइसक्यो क्या अब पानीले गर्दा लाख ठटाउँछ जस्तो छ समथिङ यस्तो भइरहेको छ पोखरामा 2 बजे भनेपछि पानी आयो क्या पोखरामा 2 बजे भनेपछि पानी आइसक्यो क्या हावा यस्तो बबा लागिसकेको छ चिसो हावा लागिसकेको छ पानी आउनको लागि हो चाहिँ म चाहिँ यहाँ स्पिड यत्रो हानिरहेको छु नि त अनि मलाई डर पनि लागिरहेको छ क्या ट्राफिक स्पिड चेक गरेर बसिरह्यो भने त फेरि म त डाइरेक्ट ट्राफिक फाइनमा पर्छु त्यस कारणले गर्दा डर लागिरहेको छ होइन सबैजनाले भ्लग कहाँ गयो भन्नुभयो होला म त यस्तै गरेर कारणले गर्दाखेरि चाहिँ मैले भ्लग गरेको थिएन अनि मैले भनिसकेँ अघि पनि भनिसकेँ तपाईँलाई यो चाहिँ मैले चार्जर किनिसकेँ चार्जर होल्डर गाडीमा हाल्नको लागि हेर्न स्पिड ब्रेकर 60को स्पिड भन्दा हाल्न पाउँदैन नि 60को स्पिड भन्दा हाल्न पाउँदैन यो ट्रकले के गर्यो 60को स्पिड भन्दा हाल्न पाउँदैन जान्छ 100 कटाइन्छ काट्न थाल्यो भने अनि सबैजनाले मेरो भ्लग हेरेर साथ सपोर्ट दिनुहुन्छ भन्ने मैले ठुलो आश गरेको छु अनि हेर्नु न धम्पुसको क्लाउ अर्कै भइसक्यो बाहिर हेर्ने ट्राफिक देख्नु त मार्छ फेरि माटो ट्राफिक गोलफाडी मकैबारी झराम झराम भन्दै ट्राफिक त झराम झराम पार्नुपर्छ सबैजनाले कहाँ हरायो भने सोच्नु भएको लागि म चाहिँ हराएको थिएन उहाँले चार्ज नटिकाउनु भएको कारणले गर्दाखेरि चाहिँ मैले भ्लग नगरेको सो मलाई डर लाग्छ कि यस्तो चेकिङ बसिदिन्छ कि भन्ने स्पिड ब्रेकर चेक गरेर बसिदिन्छ कि पानी आइसक्यो क्या माथिबाट डेन्जर पानी आइसक्यो मैले यताको सिसा पनि लगाएको छैन माथि खाली छ म चाहिँ ग्यास पिकअप गर्न जानु लाग्यो सो अहिले म क्यामेरा अफ गर्छु अनि पानी दर्र आएपछि म क्यामेरा अन गर्छु ल अहिले म चाहिँ यता पुस आइहालेँ अनि यहाँ चाहिँ यो रहेछ यहाँबाट केसरी उहाँ रहेछ सामान हार्दै हुनुहुन्छ उहाँ पुलिस चौकी धम्पुसको अनि दामी छ हौ टाढा यो पुरै पार गरेर आएको यो त पुरै पार गरेर आएको रेडी भइसक्यो अब जानुपर्छ सो म चाहिँ क्यामेरा अफ गर्छु किनकि मिल्दैन क्यामेरा अफ गर्छु ओके गाइज ल घरमा पनि आइयो फाइनली यति बेला ड्युटीबाट सकेर आएँ अनि भाउजू चाहिँ टुवा हेरेर बस्नु भयो बाइक चाहिँ हेर्छ मैले गाडी चाहिँ उता राखेको छु अनि घरमा त लाइनै छैन खानु खानु खानै जन्मिनको खानु थोरै हुन्छ नि खाना त अहिले छैन अरे दिनभरि काम गरेर थकै आस्ते दिन खानु पर्दैन खान्छ त टाढोले फेरि दिँदैन के हेर्नु सबैजनाले हेर्नु है अहिले आज हामीले चाहिँ त्यो मासु चाहिँ हामीले यो हेर्न सक्नुहुन्छ यो चाहिँ हामीले यो हाफ बोइल जस्तो भएको हो नि त अनि यसलाई चाहिँ हामीले ग्रेभीमा हाल्न लाग्यो त सर हाल्नु सबै हाल्नु सर म ग्रेभी बनाउनु सिकाउँछु यसो भाउजूलाई लास्टै भयो प्याज काट्दा डेन्जर आँसु आउँछ पाक्दैछ
हल्का स्पाइसी हाल्नुपर्छ पछि रमाउनु भन्छु म है एउटै राख्नु त्यही राख्नु के हाल्नु बेसार हाल्नु बेसार हाल्नु पहिला नत्र गनाउँदैन क्या बेसार ठस्छ फेरि भयो क्या धेरै नहाल्नु मसला हाल्नु हो भयो थोरै हाल्नु नुन नहाल्नु अहिले नुन हाल्नु टमाटर हालेपछि हाल्नु पक्न अहिले होइन हाल्नु अहिले हाल्नुपर्छ यहाँ चाहिँ मासु बनाउनुपर्छ आज भाउजूले बनाउनु भने कि यस्तै नराम्रो मान्छेले बनाएको पनि के राम्रो हुन्छ होला म बनाउँछु क्या म हाम्रो सानोले पनि हेरेको छु यताबाट टुक्लुक्क परेर यो सबै यो यसरी आउने मान्छे त होइन लाइन नभएको कारणले गर्दाखेरि आएको सो उतै रातो हुँदैन अझै हाल्दैन आधा हाल्नु है सबै अलिक मजाले अझै हाल्नु तिनवटा कटोरा खाँदै पुग्दैन अझै हाल्नु च्याप्पै हाल्नु न हाल्नु क्या ग्रेभी त खाने हो नि अलिक पुग्दैन कि भाउजू कि ग्रेभीमा मात्र डुबाएर खाने नि त ल्याम चाहिँ पाक्दैछ स्पेसल भाउजूको एउटा छोप्ने हो कि एकैछिन छोप्ने हो कि छोप्नु न छोप्यो भने मजा हुन्छ कि यसलाई पनि भ्लग गर्न सिकाइदिनुपर्छ पछि भ्लग गर्छु भन्ने आएको हाम्रो भ्लगर बाबा भाउजू पनि एउटा भ्लगरै हो सो अहिले लाइन आउँछ लाइन आएपछि म मोबाइल एकचोटि फेरि चार्ज हाल्छु अनि मम्मीहरू पनि आउनुहुन्छ मम्मी ड्याडी नि अनि मम्मी आइसकेपछि म क्यामेरा अन गर्छु ओके अलिक सानो भयो कि कराई भाउजू थोरै के हाल्ने हो कि न त पिठमा लाग्छ कि पिठमा लाग्छ होला कि थोरै यस्तो भइसक्यो चट्टा लाएर एकदम बोक्लो पाक्छ अनि मासु पनि पाक्छ नि त अनि हामीले छोप्यो मेरो टाइममा छोपिसकेपछि अब एकैचोटि पाक्छ अनि पाकिसकेपछि बल्ल निकाल्नुपर्छ पाक्छ भन्नाले त मासु चाहिँ हामीले हाफ मात्र फ्राई गरेको छ नि त अनि यसरी फेरि त्यहाँ त्यसरी गरेपछि राम्रो हुन्छ तर भाउजू बिरयानी बनाउन नि त्यस्तो तरिका दामी हुन्छ नि अब यो ग्रेभी छ नि चामलमा बनाएर हालिदियो भने राम्रो हुन्छ मलाई बिरयानी बनाउनु नै आउँछ क्या फेरि अनि के अरे हाम्रो भाउजूलाई बिरयानी बनाउन नि आउँछ त्यसरी बनाउनुहुन्छ मम्मीलाई चाहिँ भन्नुला नि त अहिले पाकेको छैन अनि हल्का ग्रेभी मिसाइदिएको त्यसमा होला अनि मम्मी आउनुहुन्छ अनि मम्मी आएपछि क्यामेरा अन गर्छु ल फाइनली हिजो त्यस्तो बनाएर खायौँ अनि म चाहिँ ड्युटीमा आउनु पऱ्यो अहिले सो अहिले ड्युटीमा छु आज पानी पनि परिरहेको छ साह्रै काम पनि भएको छैन होइन अनि त्यही हो सबैजनाले माया सपोर्ट दिनुहोस् यस्तै अहिले चाहिँ मैले मिनी ब्लग हालेको छु अनि बिस्तारै यस्तै लङ ब्लग गर्नेछु सबैजनाले मेरो भिडियो हेरेर साथ सपोर्ट दिनु होला ल जतिसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद भन्दै एभ्रीवान थ्याङ्क यू फर वाचिङ दिस भिडियो फेरि नेक्स्ट भिडियोमा भेट्नुपर्छ ओके बाई बाई